ब्लर इफेक्टको थोरै युज कसरी गर्ने त्यो आइडिया यसमा सिक्छौं ल। सो फर्स्टमा मैले प्रोजेक्टको नाममा ब्लर इफेक्ट यति नाम राख्यो र यसलाई कहाँ सेभ गर्ने कुनै एउटा लोकेसन दिने। चुज लोकेसन तपाईले सेभ गर्ने फाइलको लोकेसन हो यो। भिडियो एडिट गरिसकेपछि तपाईले त्यो फाइललाई कहाँ सेभ गर्नुहुन्छ त्यो लोकेसन दिने हो। आफूले न्यू फोल्डर बनाएर त्यसमा राख्दा हुन्छ। जस्तै ब्लर इफेक्ट सिटी र यो भित्र हामीले बनाएको फाइल सेभ हुन्छ है। त्यसको लागि हामीले लोकेसन क्रिएट गरेको हो यो फाइल यो फोल्डर भित्र रहन्छ। मैले जस्ट क्रिएट गरे है। अब आफूले एडिट गर्न चाहेको भिडियोलाई यहाँ तान्नु पर्यो पहिला। त्यसको लागि इम्पोर्ट मिडिया टु स्टार्ट यहाँ राइट क्लिक गरे पनि हुन्छ, तपाईले डबल क्लिक गरे पनि हुन्छ मिडिया सर्चको लागि। अब कुनै एउटा प्र्याक्टिस भिडियोलाई यहाँ तान्छु ल। अहिले एक्जाम्पलको लागि मैले एउटा यो भिडियोलाई लिए र ओपन गरे। हामीले भिडियो खोलिसकेपछि यसलाई टाइमलाइनमा सार्नु पर्यो एडिटको लागि। सो जस्ट यसलाई ड्र्याग गर्ने र टाइमलाइनमा ड्रप गर्ने। यहाँ ड्रप गरिसकेपछि यो भिडियोलाई एकचोटि प्ले गरेर हेर्नु। थ्रु आउट द भिडियो हामी के सीन अर्थात् कस्तो छ त्यो चाहिँ पहिला एनालाइज गर्नुपर्छ। एकैचोटि डाइरेक्टली एडिट गर्ने भन्दा पनि भिडियो कस्तो खालको छ, हामीले गर्न चाहेको टास्कमा चाहिँ के कुरालाई फोकस गर्नुपर्छ त्यसलाई हेर्नु पर्यो। अब अहिले चाहिँ मैले हुन त यो भिडियोमा त्यस्तो खालको क्यारेक्टर छैन, तैपनि यो क्यारेक्टरलाई अलिकति ब्लर गरेर देखाउँछु। जस्तो तपाईहरुले टेलिभिजनहरुतिर देखिरहनु भएको छ कहिले चोरी डकैती गरेको या अलि क्रिमिनल कामहरु गरेको मान्छेहरुको भिडियोहरुलाई चाहिँ ब्लर गरेर नचिनिने बनाएर हाल्दिएको हुन्छ हैन। त्यस्तो खालको भिडियोहरु बनाउनु पर्यो भने यो ब्लर कसरी गर्ने र त्यसले क्यारेक्टरलाई कसरी फलो गर्छ भन्ने कुरा चाहिँ हामी यसमा हेर्छौं है। सो फर्स्टमा हामीले त्यस्तो इफेक्ट युज गर्नको लागि यहाँनेर ब्लर इफेक्ट यता खोज्नु पर्यो इफेक्ट प्यानलमा। यदि इफेक्ट प्यानल तपाईको यता छैन भने हामीले विन्डोजमा गएर यसलाई खुल्ला गर्नु पर्यो। ठीक छ, विन्डोज इफेक्ट यो खुल्ला गरिसकेपछि यहाँ आउँछ। या अरु लोकेसनमा कतै रहेछ भने तपाईले तानेर लगेर यहाँ राख्न सक्नुहुन्छ है। यो प्यानलमा चाहिँ यहाँनेर सर्चको बटन छ, कुनै एउटा ब्लर इफेक्ट यहाँ सर्च गरौँ है। लेट्स से तपाईले सिधै BLUR ब्लर यस्तो हान्नुभयो भने पनि भिडियो इफेक्ट्सहरु यहाँ देखाउँछ र यसमा देखिएको यस्तो ब्लरको इफेक्टहरु मध्ये कुन चाहिँ तपाईलाई ठीक लाग्छ त्यो छान्ने हो। यहाँनेर भिडियो इफेक्ट्स ब्लरका टाइप्सहरु छन् है। अहिले एउटा प्र्याक्टिसको लागि मैले यो गसियन ब्लरलाई ड्र्याग गरेर भिडियो क्लिपमा ड्रप गरे। ठीक छ, यहाँ ड्रप गर्ने बित्तिकै यता अस्तिदेखि हामीले हेरिरहेको थियौं एडिट गर्ने काम चाहिँ हामी इफेक्ट कन्ट्रोल प्यानलबाट गर्छौं। सो इफेक्ट कन्ट्रोलमा गएर यो इफेक्टलाई एकचोटी हेर्ने। यहाँनेर गसियन ब्लर भनेर देखिरहेको हुन्छ। ठीक छ, अस्ति माथि जसरी एनिमेसन गर्यौं यो ब्लरको ब्लरनेस पनि ब्लरको मात्रा पनि हामी एनिमेसन गर्न सक्छौं। अहिले मैले यो एनिमेसन भन्दा पनि यहाँ गर्न चाहेको के छ भने ब्लर कति गर्ने र कुन क्यारेक्टरलाई गर्ने र त्यो क्यारेक्टरलाई कसरी फलो गर्ने त्यो कुरा चाहिँ हेर्न खोजिरहेको। सो गसियन ब्लर मैले भिडियोमा ड्रप गरिसकेपछि इफेक्ट कन्ट्रोल प्यानलमा यसलाई सर्च गर्ने यहाँ देखिन्छ र यसको ब्लरको मात्रा तपाईले कुन डाइरेक्सनमा चाहनुहुन्छ त्यो यहाँ छान्न मिल्छ, हरिजन्टल या भर्टिकल। यदि ठाडो गरी ब्लर गर्ने हो भने यो भर्टिकल राख्नु पर्यो। अब मैले ब्लरको मात्रा बढाएँ भने यस्तो तलमाथि ब्लर भयो। यदि यसलाई हरिजन्टल गर्यो भने सिधा खालको ब्लर भयो। त मैले बोथ साइड गर्यो भने यस्तो टाइपको ब्लर हुन्छ। ठीक छ, अब धेरै जसो प्र्याक्टिसमा यो टाइपको देखिरहेको हुन्छ है। त्यसैले पहिला ब्लरनेस बढाउनु अनि डाइरेक्सन मिलाउनु। अब हामीले यो ब्लर चाहिँ होल भिडियोमा गर्न खोजेको होइन, यो क्यारेक्टरलाई मात्रै फलो गर्ने, यसलाई मात्रै नचिनिने बनाउनु छ भने त्यस्तो बेलामा हामी के गर्नु पर्यो, यो गसियन ब्लरलाई मास्किङको अप्सनहरु यहाँ हुन्छ यसलाई युज गर्ने। ओके, सो फर्स्टमा मैले यो इलिप्टिकल मास्क लिए। यो मास्क लिइसकेपछि यसको साइज यस्तो आउँछ। तपाईले यहाँतिर कतै गएर यो पोइन्टको जस्तो तल जानुभयो भने हुन्छ शिफ्ट प्रेस गर्नु, यसलाई घटाउन या बढाउन मिल्छ, यसको साइज रिसाइज गर्न मिल्छ र यसलाई शिफ्ट गरेर त्यो क्यारेक्टरमा फिट गर्नु यसरी। अब उसको फेस नदेखिने भयो। यसलाई अलिकति इनफ स्पेस लिन होला ताकि स्लाइटली मुभ हुँदाखेरि फेस नदेखियोस् भन्ने तरिकाले यसको रिसाइज गर्न होला। यति मिलाइसकेपछि यो गसियन ब्लर भित्र अब हेर्नु एउटा जब मैले मास्क हाले मास्क भनेर स्टार्ट हुन्छ। यो सर्कल हाल्ने बित्तिकै त्यो अघिको हाल्ने बित्तिकै यस्तो स्टार्ट हुन्छ यहाँ मास्क पाथ।
यो मास्क पाथ चाहिँ हामी जता जता मुभ गर्छौँ यो पनि त्यतै यो क्यारेक्टर जता मुभ हुन्छ यो पनि त्यतै जानु पर्यो नि फलो गर्नलाई। त्यसको लागि हामीले यो क्यारेक्टरसँगै मुभ हुने बनाउनु पर्यो। यदि यतिकै गयो भने यतिकै प्ले गर्यो भने के छ, म अहिले एकदम इनिसियल फेजमा छु, यहाँबाट भिडियो प्ले हुँदै जाँदाखेरि त्यो त मुभ भएको छैन नि, त्यो ब्लरको पार्ट त स्थिर रह्यो। हाम्रो भिडियो सँगसँगै त्यो जानु पर्यो हैन। अब त्यो सँगसँगै तपाईँले एनिमेसन गर्दै यो मास्क पाथलाई अन गरेर एनिमेसन गर्दै सार्दै बस्दा पनि धेरै टाइम लाग्छ। त्यसैले यसलाई के गर्ने, अब अलिकति ट्र्याकिङको अप्सन छ यहाँ, यसलाई फलो गर्ने। ल जस्ट एकदम बिगिनिङमा राख्नु भिडियोलाई, त्यसपछि मास्क पाथलाई अन गर्ने है। यो पाथलाई एकचोटि अन गर्नु र यहाँनिर केही ट्र्याकिङको बटनहरू छ, यो चाहिँ ट्र्याक फरवर्ड भन्ने छ। यो मास्कलाई त्यसलाई फलो गर्ने गरी ट्र्याक गर्नको लागि यो बटन अन गर्ने है। एकचोटि यो अन गरिदिनु, यो प्ले हुन्छ र सरसर्ती यसले प्रोसेसिङ गर्दै जान्छ। त्यहाँनिर त्यो क्यारेक्टरलाई उसले फलो गर्दै जान्छ। अब कतिको एक्युरेटली फलो गर्छ एकचोटि चेक गर्ने, मिलेन भने हामीले म्यानुअली पनि मिलाउन सक्छौँ। ओके, अहिले यहाँसम्म आयो। यसमा चाहिँ हामीले एकचोटि यो पार्टलाई अलिकति जुम गरेर हेरौँ है। इफेक्ट कन्ट्रोलको यो पार्ट ज्यादा जुम गऱ्यो भने हेर्नु त यहाँ धेरैवटा की फ्रेम बनिरहेको छ है। धेरैवटा की फ्रेममा यसले काम गरिरहेको छ। हरेक फ्रेमको लोकेसन मिलाउँदै गइरहेको छ है। एकचोटि यत्रो की फ्रेममा हामीले एनिमेसन गरेर बस्नु पर्यो भने त धेरै नै झन्झट हुन्छ हैन। उसले सर्च गरेको छ। अब एकचोटि भिडियोलाई प्ले गरेर हेरौँ कि यसले कतिको फलो गर्छ। यहाँदेखि प्ले गरेर जाऊँ है। त्यो क्यारेक्टर जता जता गइरहेछ ब्लरको त्यो मास्क पनि सँगसँगै जस्तो चलिरहेछ अहिले है। कहाँसम्म राइट छ एकचोटि हेर्दै जानु। ओके, त्यसमा स्केलिङ पनि बढिरहेको छ है, पोजिसन पनि अटोमेटिकली सरिरहेको छ। ल ठिक छ। कतै इनकेस बिचमा गएर कतै तपाईँलाई अलिकति अड लाग्यो भने 2-3टा की फ्रेममा, जस्तै यहाँनिर यो की फ्रेममा एकचोटि जुम गरेर हेर्ने। यहाँनिर यो की फ्रेम छ। यो 3-4वटा की फ्रेममा तपाईँलाई अलिकति पोजिसन मिलाउनु पर्यो भने के गर्ने त भन्दा यो फ्रेमहरू एकचोटि चेक गर्नु, कहाँसम्मको तपाईँलाई राइट लाग्दैन यस्तो चेक गर्दै जाने है। अझै ब्याक गए। ओके, चेक गर्दै जाने कहाँसम्म तपाईँलाई ठिक लाग्छ। ओके, अब यस पछाडि जाँदा चाहिँ मैले अलिकति यता सिफ्ट गर्नु पर्यो भने यो मास्कलाई क्लिक गरेर हामी मुभ गर्न सक्छौँ है। जहाँसम्म राइट छ फेरि नेक्स्ट की फ्रेममा जाने, यो बटन अन गर्नु, नेक्स्टमा जान्छ, फेरि सिफ्ट गर्नु, पोजिसन मिलाइदिन सकिन्छ। इनकेस मिस्टेक देखियो भने तपाईँले म्यानुअली पनि एडजस्ट गरिदिन सक्नुहुन्छ यसरी है। फेरि नेक्स्ट की फ्रेम, फेरि यसलाई मुभ, फेरि नेक्स्ट की फ्रेम, फेरि मुभ है। यो पोजिसन मिलाइदिन सक्नुहुन्छ। अब यो पछाडिको धेरै की फ्रेममा मिस्टेक भए पछाडिको सबै मेटेर फेरि रन गरिदिन पनि सकिन्छ। तर त्यो गर्नुभन्दा अब यहाँ बिचमा अलिकति मात्रै मिस्टेक छ, अरूमा देखिरहेको ठिकै ठाउँमा गइरहेको छ। त्यही भएर म्यानुअली हामीले एउटामा पनि यसरी मिलाइदिन सक्छौँ। अब यो अगाडिको हेऱ्यो भने मिलिरहेको छ हैन, यसरी आउँछ। ल अब यो तरिकाले हामीले ब्लर गर्न सक्छौँ। तपाईँले आफ्नोमा भएको कुनै पनि भिडियोमा यो कुरालाई एकचोटि प्र्याक्टिस गरेर हेर्नु है त। Broadway Infosys, inspiring growth. An ISO 9001:2015 certified IT learning center. Phone 4117578. Sri Ganesh Marga, Subidhanagar, Tinkune, Kathmandu.